आज तपाईँलाई म यो सजनको पत्ता दाल बनाएर खान गएको छु, खान गइरहेको छु होइन। तपाईँहरूलाई पनि देखाउँदैछु होइन कसरी बनाउनु हुन्छ। उम्लेको पानीमा होइन यो मजाले धोएर सजनको पत्ता धोएर टक्क लगाउने यसरी हो। यसरी लगाउने सजनको पत्ता राम्ररी धोएर है उम्लेको पानीमा। यसलाई मोरिङ्गा पनि भन्छ इङ्ग्लिसमा, अर्को चिनी शीतल पनि भन्दो रहेछ। म चाहिँ सजन भन्छु, सजनको पात। म चाहिँ सजनको फल भन्दा पनि सजनको पात दाल बनाएर खान मनपर्छ। टक्क ल्यादी गरेपछि यसरी लगायो, यसलाई उम्लिन दिनुहोस्। भइरहेछ है। यसमा अलिकति होइन अलिकति पिठो, गहुँको पिठो, थोरै गहुँको पिठो लगाएर यसलाई लाउनुपर्छ। यसमा अलिकति घोल्नुहोस् होइन पानीमा हालेर। अनि यसमा अलिकति सोडा हाल्नु भने अझै चिप्लो हुन्छ होइन। अलिकति सोडा हाल्नुहोस्, खाने सोडा, रोटीमा हाल्ने सोडा। यसलाई अलिकति पानीमा भिजाएर घोल्नुपर्छ है। यसलाई अलिकति घोल्ने यसरी पानी हालेर मसी घोल्नु मजाले, डल्लो डल्लो नरहोस् होइन। चम्चीले गोल्दा पनि हुन्छ, मैले चाहिँ हातैले घोलेँ। मोरिङ्गाको पत्ता, सजनको पत्तालाई सिस्नो जस्तै बनाएर खानको लागि यहाँ पाक्दैछ। मोरिङ्गाको सजनको पत्ता अलिअलि चलाएर यसमा तपाईँ अलिकति सोडा लगाइदिनुहोस्, ठिक्क थोरै। सोडाले एकदम गलाउने काम गर्दो रहेछ कि, र अनि यसलाई चिप्लो बनाउने काम पनि गर्छ। छोपिदियो माथि हल्का। अर्कोपट्टि खाना पनि पकाइदिउँ है, त्यसो सँगसँगै छिटो हुन्छ। यहाँ खाना, यहाँ चाहिँ दाल भाग्दैछ। अलिकति लसुन पनि होइन ठिक पार्नुहोस्, कुचाएर लसुन। अनि अब स्वाद अनुसार नुन लाउनुहोस्, तपाईँलाई कतिको नुन मनपर्छ। हामी तयारी हुँदैछ। तपाईँ अलिकति केही पनि यो अघि मैले ठिक पारेको गहुँको पिठो, त्यसले अलि मजा चिप्लो बनाउँछ चाहिँ कि। हाम्रो सिस्नो तयार हुँदैछ, यसलाई छोपिदिनुहोस्। हाम्रो खाना पनि तयारी हुँदैछ। धमाधम लिँदैछ है। सिस्नो सजनको दाल। मलाई चाहिँ सिस्नो भन्दा पनि मिठो लाग्छ क्या। मोरिङ्गा सजनको पत्ता भन्छु म चाहिँ खासमा होइन, इङ्ग्लिसमा चाहिँ मोरिङ्गा। अनि शीतल चिनी पनि भन्दो रहेछ यसलाई, शीतल चिनी।
एकदमै राम्रो हुन्छ। सुगर प्रेसरको लागि पनि राम्रो हुन्छ, विशेष गरी सुगरको लागि पनि हुन्छ अनि मुटुको लागि पनि भन्छ होइन। अब कसलाई कसलाई के को लागि हुन्छ ख्याल गरेर मनपर्छ भने हजुर पनि बनाएर खानुहोस्। बनाउने तरिका देखाइदिन्छु मैले होइन। एकछिन पाकेपछि हामी लसुन लाउँछौँ। अलिक मजाले पाकेपछि लसुन लगाएर यसलाई टेस्टीको लागि, बास्नाको लागि मिक्सरमा राख्नु। हेर्नुहोस् अहिले अझै मजाले पकाउँ है, यसको घोल्नु। फेरि पिरे भयो, फिलफिलीले पनि फिल्टर लगाउँथेँ होइन। मसँग चाहिँ छैन र डाडुले नै म चलाउँदैछु। अब यिनीहरूलाई पक्न दिनु। लसुन हालेर पकाउन दिन्छु है एकछिन। बेलुकाको लागि मैले तयारी गर्दैछु, त्यही भएर अँध्यारो जस्तो देख्दैछु। चोपिटी मलाई मजाले अब चाहिँ तयारी भयो। यसलाई मन निकालेर पस्कन्छु। हेर्नुहोस् त, सिस्नोै जस्तो हुन्छ है, तर सिस्नोभन्दा अझ मिठो लाग्छ मलाई चाहिँ। हेर्नुहोस् हेर्नुहोस् त, सिस्नो ठ्याक्कै सिस्नो जस्तै हुन्छ। सेन्ट चाहिँ यसको अर्कै हुन्छ होइन, डिफ्रेन्ट हुन्छ। एकदमै राम्रो हुन्छ। यो चाहिँ काँचो पत्ता भनौँ न होइन, सुकेको खान्छन् अरे, पाउडर बनाएर पनि भन्छन्। म चाहिँ सुकेको खाँदिनँ, खाएको छुइनँ। मलाई चाहिँ यस्तो हरियो मनपर्छ, एकदम दाल बनाएर। हेर्नु त, तातो तातो यो खानासँग मिठो हुन्छ है। म खाना पस्केर पनि अहिले देखाउँछु तपाईँलाई, खानासँग पस्केर खाएको पनि।